हेलो साथीहरू, दिस इज न्यू हेमिस्फियर है। म चाहिँ अब जाँदैछु। यस्तो छ, हेर्नुहोस् अब हिउँ पक्लिने क्रम जारी हुँदैछ। म चाहिँ हिँड्दैछु है। अब अहिले चाहिँ मेरो साथी चाहिँ काममा जानुभएको छ, त्यही भएर म एक्लै घर बस्दा बोर भएर नि यसरी आउँदैछु। अनि त्यही हो, अब यहाँ 5 बज्यो है, बेलुकाको 5 बज्यो। त्यस्तै हो, जाडो छ आजकल त अलिक कम भएको। अस्ति नै हेरिकन अलिक चिसो चाहिँ कम भएको छ है। अनि त्यही माथि मेरो चाहिँ सिम छैन कि, यहाँ सिम छैन, अनि त्यही भएर नेट चल्दैन नि त, फोन नि गर्न मिलेन। बेलामा चाहिँ हराउँछु कि भनेर एकदम कहाँबाट कहाँ आइरहेको छु भनेर मात्रै हेर्छु। ल, घर यस्तो हुन्छ है साथीहरू, यतातिर चाहिँ घर एकदमै राम्रो हुन्छ। हेर्नु है, सबै सेम टाइपको घर हुन्छ। यो एकदम बाक्लो बस्ती हुन्छ है। अनि चिप्लिन्छ, यसरी हिँड्यो भने चाहिँ चिप्लिन्छ। बिस्तारै हिँड्नुपर्छ। आफ्नो फेरि घरमा बस्ने बानी छैन कि, बानी नभएर नि यसो मर्निङ वाक इभिनिङ वाक गरौँ न, यसो नयाँ ठाउँमा घुम्न आएको बेलामा भन्ने हुन्छ। अनि म त्यस्तै छु। मलाई चाहिँ एकदमै पहिला एकदम स्नो हेर्न मन लाग्छ है। जोस् हेर्न पाएन। ल साथीहरू, हेर्नुहोस् न, हिउँको डिक्का कत्रो छ। त्यस्तै छ। त्यसपछि गएर धेरै टाढा चाहिँ हिँड्नु हुँदैन, फेरि म बिर्सिन्छु हो बाटो। म्याप छैन, अरू भन्नु नेट छैन। नेट नभएपछि कहाँबाट म्याप हुने र। पहिला म एकदमै मलाई हिउँ खेल्न मन लाग्थ्यो क्या पहिला चाहिँ। अहिले चाहिँ यहाँ विन्टर हेर्नु त, बच्चाहरूको प्ले ग्राउन्ड हेर्नुहोस् त त्यहाँ। आमा बरफ भएर जमेर चिप्लिन्छ कि फेरि यो जुत्ता, बरफ भएर जमेर केही छैन। गाडी यस्तो हुन्छ, तेल हाल्ने यताउता एकदम राम्रो छ, वेल म्यानेज है। गाडीहरू यस्तो हुन्छ हालेर हिउँले। अब धेरै टाढा चाहिँ नजाउँ होला, बाटो बिर्स्यो भने त टेन्सन पो हुन्छ त। चिनेकिन गाइज, ल हेर्नुहोस्, मान्छेले यस्तो खेल्छ है। प्लिज डु नट के लेखेको छ यहाँ, फिड द डग्स है। अनि यस्तो छ, यता जङ्गल छ, यस्तो मान्छेहरू त्यहाँ टेन्ट सेन्ट टालेर बसिया यो लेकमा होइन। अब अझै टाइम लाग्छ यो लेक पक्लिन अझै। कोही स्केटिङ खेल्दै बसिरहेको हुन्छ। अब यो चाहिँ त्यही हो, यसको मजा फेवा ताल्दै। अनि त्यो साइडबाट चाहिँ मान्छेहरू हाइकिङ जाने हो दिदी, हाइकिङ जाने हो अरे है गाइस। यस्तो छ मिसिबिसी लेकमा, यस्तो मेसेबेसी लेक। बाजेहरू खेल्दैछ त्यसरी, बस्ने ठाउँ यस्तो छ। लाउन बाजेलाई कस्तो जाडो नभए होला। मलाई पनि त्यस्तै स्केटिङ यस्तो पो गर्ने हो त, स्केटिङ पनि खेल्न मन लागिरहेको थियो। अब अलिकति आउँदैन त्यो चाहिँ, यस्तो छ। यस्तो छ है साथीहरू। अनि यहाँबाट चाहिँ हाइकिङ सुरु हुन्छ समर टाइममा। यस्तो छ। ल, यो चाहिँ एउटा ताल हो है। यो चाहिँ हेर्नुहोस् त, ताल यस्तो भएर बस्यो। ल हिउँमा, ल यस्तो चाहिँ हेर्नुहोस् है दिदी। यो तालको नाम के हो रे? मेसिबेसी लेक रे है साथीहरू। ल त्यस्तो छ ताल, हेर्नुहोस् त। यो चाहिँ फेवा ताल जत्रै ठुलो छ अरे। अहिले चाहिँ हिउँले जमेर यस्तो भएर कोही मान्छेहरू चाहिँ टेन्टै टालेर बसे। यो कहिलेसम्म हुन्छ होला, कहिले हुन्छ होला। बुढाबुढीहरू खेलेर बसिरहेको पाल्टाएर बिचमै। हाम्रो सानो घर होला, फराकिलो मन होला, कस्तो लाग्यो यो चोला।
ला यस्तो भयो सेतै झन् नपरोस् भनेको त अब म कसरी जानु यो भित्र झन् हिउँ नपरोस् भनेको साथीहरू हेर्नुहोस् त हिउँ परेर ला अब म घरभित्रै थुनिने भयो कसरी जानु त्यहाँभित्र जाडो लौ न यो के अरे यो जाडो महिनामा घुम्नुको बेफाइदा चाहिँ यही हो यस्तो आतुतुतु लौ यो अब कसरी निकाल्ने ल सेतै भयो नि ल अब साथीहरू हेर्नुहोस् त हिजो यहाँसम्मै थियो केही थिएन अब यस्तो भयो फेरि अझै हिउँ पर्ने क्रम जारी नै छ है यस्तो छ विन्टर घुमायो भने पनि यस्तो हुन्छ मनपर्छ मेरो काम सुरु हुन्छ अब यसलाई फाल्नु पर्यो बाटो बनाउनु पर्यो हेर्नु पर्यो हुन्छ रहेछ त हिउँ भनेर विन्टर भन्दा नि डबल विन्टर भ्याकेसन होला गाइज हामी चाहिँ अब जाँदैछ